हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो भ्लगमा। सो साथीहरू, आज चाहिँ म धेरै दिनपछि घरमा आएको छु। हाम्रो गाउँघरतिर आएको छु म। लगभग 9 महिनापछि म घर आएको छु। म एकदमै एक्साइटेड थिएँ घर आउनलाई। अनि के भन्छ अरे, घर त आउन मन लागेको थियो एकदमै। घर फाइनली पुग्यो पनि, तर पनि यहाँको अवस्था देख्दाखेरि अलिकति कहिले कहिले अलि यस्तो झ्याउनै लाग्छ क्या। किन भन्दाखेरि यहाँ यो गाउँघरतिर यस्तै त हो, अलिअलि काम नै हुन्छ। अनि त्यो माथि बर्खा सिजनमा यस्तो फोहोर हुन्छ क्या। एकजनालाई यो सरसफाइतिरै गर्नु पर्यो क्या, कि एकजनालाई सरसफाइ गर्नेतिर लाग्छ क्या, सफा गरिराख्ने हो भने। नत्र फोहोर गर्ने भनेपछि यस्तै हो। त्यही भएर यहाँ अलिक फोहोर नै छ। मलाई त यस्तो इरिटेट लागिसक्यो गाइज। अब घरमा अब मम्मीलाई त अब बाबु हेर, खाना गर, त्यो गर्दै अलिअलि घरतिर अलिअलि काम नै भइहाल्छ। थोत्रै काम पनि गर्नु परिहाल्यो। त्यो भएर मम्मीलाई त फुर्सद हुँदै हुन्न गाइज है। अनि दिदीलाई पनि त्यति सन्चो नभएर दिदी गर्नुहुन्थ्यो, त्यही माथि अफिस जानुहुन्छ, त्यति सन्चो नि छैन, नत्र गरिहाल्नुहुन्थ्यो दिदीले नि। त्यही भएर अलिक फोहोर छ। म चाहिँ आज सफा गर्न लगाइरहेको गाइस। म चाहिँ अघि आधी गरिसकेको थिएँ। अब यत्रो हो हेर्नु न, यति धेरै फोहोर छ क्या यहाँ। फोहोर यो उसमा, यो नालीमा यत्रो फोहोर। अघि यत्रो फोहोर यो गरिसकेको थिएँ। अब गाउँघरतिर यस्तै त है, फोहोर पनि हुन्छ स्वाभाविकै यो कुरा। तर अलि धेरै नै फोहोर थियो क्या। अब एकजनालाई सब कुरो गर्नलाई गाह्रो नै हुन्छ क्या। त्यही भएर फोहोर भयो नि केही हुन्न, त्यस्तै हो गाउँघरतिर। फोहोर हुन्न, फोहोर लाग्दैन सफा गर्नलाई चाहिँ। फोहोरमा बस्नलाई चाहिँ फोहोर लाग्छ, सफा गरेर बस्नलाई चाहिँ मलाई मन लाग्छ है गाइजहरू। त्यो भएर म चाहिँ आज अलि धेरै नै गर्छु होला। मलाई त यो यत्रो धेरै फोहोर म चाहिँ बल्ल यो सफा गरियो भनेपछि अनि बल्ल मलाई ढुक्क फिल हुन्छ क्या, आनन्द फिल हुन्छ। यहाँ लेउ लागेछ कि पानी परेर यहाँ कि सफा गऱ्यो भने लेउ लाग्दैन। अब कहिले काहीँ सफा गरेको त फोहोर भइहाल्छ। भयो नि यतिमा जे छ त्यो ठिक छ भन्ने, अनि बस्ने हो गाइस। कार्ड पनि कुहिएछ क्या। कार्ड पानीले गर्दा कार्डलाई पनि पानीले भेटेछ क्या, पुरै कुहिएछ यो कार्ड। यति भयो भने अलि हलुङ्गा हुन्छ मलाई। त्यसपछि रुमहरू पनि अलि फोहोर नै छ, सफा गर्नु पर्यो। 2-4 दिन चाहिँ त्यसैमा म बिजी हुन्छु। मलाई ज्यान पनि दुख्छ, दुखे पनि 2-4 दिन दुख्छ। त्यसपछि आफै ब्यालेन्समा आउँछ। एकदमै यहाँ आएर गाइस यस्तो शीतल क्या, शीतल हावापानी। मलाई त त्यो भएर गाउँघरतिरै मनपर्छ क्या। तर के गर्नु भने यस्तो हुँदैन गाउँघरतिरै। त्यो झिङ्गाले के बाफ्रे, हाम्रो घरको जति झिङ्गा अरूकोमा छ कि छैन होला त। यस्तो छ यार,
त गाई बस्तुहरू पालेर नि होला, एउटा गाई छ त्यसले गर्दा नि गाई बच्चा बच्ची भयो भने त अलि झिङ्गा सिङ्गा यताउति हुन्छ क्या। अर्को कुरा यहाँ माटोको अर्को हाम्रो यो किचन भएको घर माटोको छ गाइस, त्यो भएर त्यो माटोको घर पनि यस्तो झ्याउँछ कि फोहोर एकदमै धेरै हुन्छ क्या। यति धेरै फोहोर छ अन्त यो त कम त हो, अन्त कति धेरै छ कम्ती हो त। झिङ्गाले कतै छोडेनन् क्या, झिङ्गाले सुत्नु कोठामा नि त्यस्तै आउँछन्, कताबाट आउँछन् पनि झ्याउला नि यार। म चाहिँ अब अलि दिनपछि म राम्रो भिडियो चाहिँ ल्याउने कोसिस गर्छु गाइस, सबैले सपोर्ट गरिदिनु होला। म चाहिँ एकदमै भिडियो बनाउनलाई एक्साइटेड भइरहेको छु, अरू नयाँ ल गाइस, अहिले चाहिँ यो यत्तिकै भयो। यहाँ अलि फोहोर धेरै थियो है, तपाईँहरू यति धेरै फोहोर भन्नुहुन्छ होला, तर हुन्छ गाउँघरतिर फोहोर भन्ने कुरा यस्तै हो। यहाँ अहिले चाहिँ यहाँ दारो नि यत्तिकै सफा भयो, बिस्तारै अझै गर्ने हो सबै कति धेरै छ सफा गर्न त, अलिकति मात्र हो यो। अनि यो पानी यहाँबाट आइरहन्छ क्या, पानी यहाँबाट आइरहन्छ र यहाँ लेउ लाग्छ, त्यो भएर हो। अब चाहिँ यत्तिकै भयो, त्यस्तो राम्रो त होइन, अलिकति सफा सरसफाइ गरियो। अब चाहिँ म किचनतिर लाग्छु, किचनमा सफा गर्छु। यहाँ पुरै झिङ्गा फोहोर त छ कि गाइस। हाम्रो पुरानो घर हो यो, खाना बनाउने स्टोर रुम भएको घर। अनि म चाहिँ अब किचनतिर लाग्छु। ल गाइस, यस्तो फोहोर छ हेर्नु न, यहाँ किचनको हालत यस्तो छ है। यो बिफोर भयो, बिफोर यस्तो छ। म पुरै यहाँ मैलो भएर बाफ्रे, मैलोको कुरै नगरौँ। एउटा दारो त्यहाँनिर छ, त्यहाँ भाँडा फोहोर भाँडा छन्। अनि यो चाहिँ बिफोर हो, यो छिप्नु पर्ने छ क्या, एउटा अर्को दिन छिप्नु पर्ला। गाइस आज चाहिँ मेरो यत्रो यो पुरै डोको भाँडा, अनि यहाँ छन् आदि यो सबै। अनि त्यसपछि आएर यता सब धोएँ मैले। अब चाहिँ म मिलाउँछु, अब चाहिँ म मिलाएपछि देखाउँछु है त। ल गाइस, आफ्टर यस्तो है, बिफोर त्यस्तो थियो भन्दाखेरि आफ्टर यस्तो भयो। तलतिर फोहोर नै छ, मतलब अब माटो लगाउनु पर्ने छ। यस्तै छ, हेलो गर्दैछ बाबु प्रियांश, यतातिर यस्तै छ। मैले आज दिनभरि यही काम
चिसो सिजनमा चाहिँ यस्तो मिलाइराखेको थिएँ अब मलाई सबभन्दा गाइज यो कलर यस्तो मन परेको थियो त्यो धेरै अगाडिको तर्ना हो यो राम्रो कलर छ यो यसको जोडी हो अनि सुशीला नि अर्को जुमा छ सब पर्ने थियो नयाँ केक राख्नु पऱ्यो पुरानो चाहिँ अर्को राख्छु म भित्तामा यो लोबेटको तर्ना भयो ठुलो बेला हुन्छ त तर्नाको मात्रै भयो यो यस्तो होला यता सिरप उयो छैन यसमा पन्ध्र हाल्ने गाइस मैले यो चाहिँ पुरानो तान्ना खोल सिराको खोल भयो यो चाहिँ अपमा राखिदिन्छु मैले यस्तो सानो यो 4-5 वटा फेरि सानो यो युज गरिसकेको छ मैले आफै राखेको छु यसमा चाहिँ म पुरानो तान्ना राखिदिन्छु यो मात्रै ठुलो थियो अहिले कामतला गुरामी हाल्नु छाउमा पनि घुम्नु लागेको थोरै खाऊ होइन होइन मैले नपका चाहिँ मैले पाछु फोहोर एकचोटि पोछा खाएर बेला सोच्नुहोस् मैले भने नानी यस्तो चाहिँ ठुलो हुन्छ ठुलो यो माने एउटा त्यसको ल्याएपछि हाल्नु पऱ्यो सानो त्यसमा हामी हुन्छ अन्त कि काँचो रक्ला भन्ने हो भएन गाइस हिजो काम गरेर आज गरेर हात काट्नलाई मेसिन गरेको काम गरेर यस्तो हुन्छ के भन्नु ल गाइस मेरो आजको काम यो पुरै यतातिर राखेको थियो आधी यो डस्ना सिरकहरू डस्ना यता राखेको आधी डस्ना यता डस्नाहरू यता यो उसमा राखेको थिएँ पुरै मसाले यो डस्ना त्यो गरेर उल्टै उल्टा निकालेर यतितिर फालेँ यहीँ मिलाएँ मैले यता के छ चाहिँ बल्ल अलिकति यतिकै बनाएँ सिरक फेरि यता राखेपछि फेरि मसाले पुरै गरिदिन्छ भनेर मैले अहिले यतै राख्दिएँ आफूले थकाइ नै यस्तो लाग्यो गाइस यतिकै भयो कोठा अब अरू कोठातिर जानु पऱ्यो म मलाई ल गाइस हेर्नु न अहिले मैले यो रुम नि यस्तो फोहोर थियो मैले यतिकै बनाएँ अब अरू बेला गर्नु पर्ला साह्रै म त गर्मी मरे भगवानको फोटाहरू सबै च्यातिएछन् क्या सफा गर्न अझै छ कति छ त्यहाँ भगवानको फोटो च्यातिएछ गाउँघरतिर यस्तै हो गाइज यतिकै
यतिकै भयो अहिले रुम। यो दाइको रुम हो। बल्ल यस्तो फोर्थ्यो अझै छन् 2-3टा रुम सफा गर्नलाई। यो रुम पनि मैले यतिकै बनाएँ। अब त्यही हो यो सब पुरै कपडा यो दाइको चाहिने नचाहिने कपडा छ। यो पुरै फाल्दिन, यति चाहिने राख्ने, अरू फाल्नु पर्ने छ। यस्तै छ। बाहिर हेर्नु न गाइस, कस्तो स्याउको बोटमा यति धेरै फलेको छ नि एकचोटि स्याउ। अहिले यहाँ झ्यालबाट उता पारी बाटो नि छ, त्यहाँको यहाँ पुरै दृश्य, यो भ्यू कस्तो दामी देखिएको छ क्या। अब चाहिँ अझ मलाई अरू नि सफा गर्न छ। साथीहरू, मेरो चाहिँ भिडियो यस्तै भयो। अब नेक्स्ट भिडियोमा भेटौँला। म नयाँ भिडियो लिएर आउनेछु फेरि पनि। अब यो भिडियोलाई यहीँ एन्ड गर्छु। बाई बाई सबैलाई।